Hello everyone, in this video I'm gonna show the way to summit of Mount Snowdon, which is the highest mount in North Wales. Keep watching till the end of the video to see the beauty of hiking in Snowdon. So let's get started. यस्तो ठाउँमा घर बनाउन बस्नुपर्छ होला हौ चट्ट लजाए त किन लजाए तिमी यता आउ न उकालोमा हिँड्न यस्तो भइरहेछ त्यहाँदेखि चाहिँ हामी चाहिँ यहाँनिर चाहिँ ट्रेन पनि देख्न सक्छौँ बुढो के भयो शेष हो चढ्नु पर्यो के उकालो बबाल छ है बबाल छ कस्तो दामी हो त्यसमा चाहिँ हेर त एकचोटि डुबुल्की मार्न पाएँ होइन चिसो पानी हो ट्रेन चाहिँ डाँडामा खै यो भिरका टुप्पीमा कहाँ हिँडेको पनि ओके हामी हिँडेको चाहिँ अलमोस्ट 1.5 इयर हामी हिँडेको चाहिँ अलमोस्ट 1.5 आवर भइसकेको छ अब चाहिँ हामी स्ट्रेट उकालोमा आइपुगेको छौँ एकदम नाक ठोकिने उकालो भन्छ हामी चाहिँ नाक ठोकिने उकालोमा आइसकेको छु बालदास कस्तो हुँदैछ नमस्कार मेरो नाम बालदास कस्तो हुँदैछ हाइकिङ रमाइलो हुँदैछ हामी चाहिँ अझै यो बाटो हुँदै हुँदै यहाँबाट अल द वे माथि टप त्यहाँबाट फेरि आइनु अर्को पनि टप छ है त्यहाँसम्म पुग्ने प्लान हाम्रो चाहिँ अलरेडी भइसक्यो हाइकिङ गर्ने मान्छे चाहिँ पुरो मेरो इङ्ग्लिस ठिकै छ नि होइन आइम जस्ट लर्निङ इङ्ग्लिस फ्रिक्वेन्टली हाइकिङ मात्रै होइन यहाँ चाहिँ रनिङ पनि हुँदो रहेछ यहाँ पनि ताल हामी चाहिँ अब चाहिँ समिटको नजिक आइपुगेको छ त्यहाँ माथि देख्नुभएको समिट चाहिँ यो छुछुरा अब नजिक आयो चाहिँ हावाले एकदम हानिरहेको छ भोइस क्यार आइरह होला यहाँदेखि यस्तो भ्यू देखिन्छ 1 2 3 4 5 6 7 वटा चाहिँ तालहरू
भ्लगिङ चलेको छ नि या इट्स कन्टिन्युइङ कस्तो लागिरहेछ टपमा टपमा चाहिँ मलाई एकदम बबाल या कस्तो भन्दा नि मलाई भ्यूको भन्दा बढी फिगर चाहिँ मेरो पेटको मलाई थुक्पा खान मन लागिरहेछ मलाई पोर्क हालेको थुक्पा कति हुन्छ हामी चाहिँ हाम्रो हाइकिङको चाहिँ सब्मिटमा आइपुग्न आँटेका छौँ यो डाँडा चाहिँ हाम्रो सब्मिट हो त्यसपछि यतापट्टि 2, 4, 6, 7वटा ताल त्यस पछाडि हुँदा हुँदा यो डाँडामा यतापट्टि पनि 2टा ताल छ हामी अनि यहाँ Here's the traffic. We need to get through this traffic, isn't it? तर हाम्रो लागु होला त्यही बाटो चाहिन्छ होला हामीलाई डाँडा एउटा ग्रुप चढिदिइहाल्ने हो नि त के भन्ने अब यस्तो ठाउँ छ यस्तो डाँडामा यस्तो पहाड छ यहाँ चाहिँ रेल चढिरहेछ है रेल आयो ए यस्तो डाँडाको टुपीमा यस्तो रेलमा सर है तर हिँड्दै आउनुको मजै बेग्लै छ नि डाँडामा नआइपुग्छौँ चाहिँ ल्याङ लागेको थियो गर्मी लाएर भ्यू त माथि आएको छ फाइनली हामी चाहिँ सब्मिटमा आइसकेको छ सो दिस इज द सब्मिट सासै बढाउँदै यार वाउ दामी 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 या मेरो चाहिँ कफी खाने जस्ट थ्याङ्क यू सो मच टपमा चाहिँ कफी स्टोरमा चाहिँ क्याफेमा चाहिँ हामी टपको कफी खाँदैछौँ यस्तो डाँडाको टपमा नि क्याफे रहेछ बुढो के खान आँटेको मफिन हो अहिले प्याकलन छ नि हाम्रो स्पेसल जस्ट थ्याङ्क यू सो मच ल मेरो कफी पनि आयो चट्टसँगले अब सुगर हाल्ने हो खाने हो एक्सक्युज मी पारामा भनेको त भएन यहाँदेखि झ्याम्मै लड्यो कि ऊ तलको तालमा झ्याम्मै हौ झ्यालमै झ्याम्मै अरे झ्यालमा त्यो उकालो हेऱ्यो भने चाहिँ हाम्रो यस्तो देख्न सक्नुहुन्छ तपाईँहरू डाँडा काँडा अनि ओह्रालो हेर्नु भने चाहिँ यस्तो ताल तलैहरू देख्न सक्नुहुन्छ हरियो ताल तलैहरू बाटो भने चाहिँ एकदम रमाइलो छ पिच रोड हाइवे ग्राभल ट्र्याक एभ्रिथिङ We are looking forward to see that beautiful lake over there. अनि हामी साथमा हुनुहुन्छ बादल र साइली होला हामी चाहिँ अप्ठ्यारो बाटो कटेर अब चट्टसँगले सजिलो बाटोमा आइपुगेका छौँ साथीहरू हामी चाहिँ ऊ माथिको देखि कता हो माथिको डाँडाबाट फर्केर यहाँनिर आइपुगेका छौँ यहाँनिर डाँडै डाँडा खोलै खोला कस्तो मजा आइरह होला क्या यसलाई हावा खानलाई हामी चाहिँ फाइनली अघि माथिबाट देखेको पोखरीमा चाहिँ
यहाँ आइसकेको छौँ। पछाडिको भ्यू चाहिँ यस्तो छ, माथि प्याराग्लाइडिङ गएको थियो। Okay, thank you so much everyone for watching video till the end. अनि आजको हाइकिङको समरीको कुरा गर्नु पर्दा चाहिँ स्नोडोनिया चाहिँ युके को नर्थ वेल्सको स्नोडोनिया नेशनल पार्कमा पर्दछ, जुन चाहिँ युके को चौथो और फोर्थ बिगेस्ट नेशनल पार्क पनि हो। अनि हाइकिङ चाहिँ हामीले चाहिँ बिहानीको 10 बजेतिर सुरु गरेका थियौं र सुरुमा जाँदाखेरि चाहिँ हामीले चाहिँ नर्मल एभरेज उकालोहरू थियो र जति माथि गए त्यति चाहिँ अलिक उकालोहरू बढ्दै गइरहेको थियो। अनि बाटोमा चाहिँ यति धेरै मान्छेहरू, हाइक गर्ने मान्छेहरू यति धेरै थिए, अनि बुढापाका भर्खरका सबै एजको है। अनि त्यहाँ चाहिँ हामीले चाहिँ रेलको सुविधा पनि पाउने रहेछौँ। तलबाट चाहिँ स्नोडोनिया रेलवे समथिङ कि फेसिलिटी चाहिँ रहेछ, अनि त्यसमा चढेर पनि मान्छेहरू चाहिँ धेरै माथिसम्म जाँदा रहेछन्। अनि बाटोमा चाहिँ एकदम धेरै राम्रो भ्यूहरू थियो। माथि पुग्दाखेरि चाहिँ 6-7 वटा वरिपरि तालै ताल देख्न पाएको थियो है, लेफ्ट राइट 360 भनौँ न, 360 भ्यूहरू चाहिँ देख्न पाएको थियो। अनि माथि पुगेपछि चाहिँ निकै ठाडो उकालो आएको थियो र सास पनि बढेको थियो होइन। अनि टपमा चाहिँ समिट पछि चाहिँ त्यहाँ टपमा क्याफे रहेछ क्या, क्याफेमा कफीहरू खाजाहरू इफ यु विश टु गो देयर तपाईँहरूले चाहिँ पाउन सक्नुहुन्छ। अनि माथि टपमा चाहिँ एकदम धेरै हावा चल्दो रहेछ। यदि तपाईँहरू जाने प्लान गर्नुहुँदैछ अथवा इनकेस गइहाल्नु भयो भने चाहिँ एकदम आफूले चाहिँ तातो लुगाहरू चाहिँ लिएर जानु होला। अनि आफू बाटोमा चाहिँ मेन ध्यान दिनुपर्ने कुरा जाँदाखेरि भनेको चाहिँ तल स्टार्टिङ पोइन्टदेखि माथि पुगिन्जेलसम्म चाहिँ बिचमा चाहिँ तपाईँहरूले चाहिँ वासरुमहरू केही पाउनुहुन्न, सो त्यसलाई चाहिँ कन्सिडर गर्नु होला। अनि माथि पुगेपछि एकैचोटि क्याफेमा चाहिँ पाइन्छ, वासरुमहरू छ त्यहाँ चाहिँ। अनि हामी फर्किँदाखेरि चाहिँ अर्कै बाटो फर्केका थियौँ, जाँदा अर्कै अनि फर्किँदा चाहिँ अर्कै बाटो। अनि फर्किँदाखेरि चाहिँ एकदम ठाडै ओह्रालो झरिएको थियो है। जाँदाखेरि चाहिँ अर्को बाटो गएर ठिकै गएछ जस्तो हो। अनि ओह्रालो झर्यो, ओह्रालो झर्दाखेरि तल राम्रो 2-3 वटा ताल थियो है। तालमा पौडी खेल्ने चाहिँ सोच बनाएको थियो, तर टाइम अलिक कम भएर पौडी खेल्न पाइएन। तर भ्यू चाहिँ एकदम बबाल थियो होइन। माथि टपमा पुग्दाखेरि चाहिँ बादल लाग्यो, तर जति झर्दै गयो त्यति बादल खुल्दै गयो। अनि हामीले चाहिँ बेलुकाको 4 बजीतिर चाहिँ सक्यो, 6 घन्टा जस्तो लाग्यो हामीलाई चाहिँ। सो यही नै थियो आजको हाइकको समरीको कुरा गर्नु पर्दाखेरि चाहिँ। सो थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड। अनि अर्को भिडियोमा भेट्नुपर्छ भन्दै बाई बाई।